अहिले हामी चाहिँ डोटीको सिलगढीमा छौँ। यो चाहिँ घर साह्रै राम्रो लागेको थियो। यो कति वर्ष अगाडिको हो? अङ्कललाई सोधौँ है त। आन्टीलाई सोधौँ। आन्टी कति वर्ष अगाडिको घर हो यो? 1 सालको हो नि त। 1 सालको घर? सासूले 1 सालको हो भने। ए बा, अनि यो घरमा के लागेर बनेको हुन्छ यो घर? खै के लगायो हो? ढुङ्गा माटो हो। ढुङ्गा र माटोको मात्रै होइन, माटै। झ्यालहरू नै हेर्नु न कति राम्रो के काठका झ्याल। ढुङ्गा माटो मात्रै हो क्या। ढुङ्गा र माटो। पहिला त त्यो मासको दालको पनि हुन्छ भन्थ्यो नि, होइन नि त्यो चाहिँ? हैन हजुर। 1 सालको घरहरू फेरि कलरले कति राम्रो देखिएको कि। अनि हजुरले आउँदा यस्तै थियो यो घर? हजुर यस्तै थियो। तपाईँ यो घरमा कति सालमा आउनुभयो बुहारी भएर? म कति सालमा आएको मलाई थाहा छैन। ए जन्म चाहिँ त्यही हो? उहाँ कति साल? ए हजुर चाहिँ छोरा उहाँको? भतिजा। ए घर बनाउनेको जेठो नाति। जेठो नाति। ए हजुर हजुरको हजुरको होइन, यो भिडियो बनाएको हो, यो सम्झनाको लागि। हामी घुम्दै घुम्दै आउँछौँ हरेक वर्ष, त्यही क्रममा हो। अनि यो घरमा चाहिँ के लागेर यो बनाएको? घर लाग्ने थियो 2000 सालमा। राणाकालले यो दरबार राणाको दरबार हुँदाखेरि यो घर लाउन दिएन। राणा सालको 7 सालको क्रान्ति आएपछि अनि 8 सालमा घर बन्न सुरु भयो, 10 सालमा सम्पन्न। यो घर बनेको 72 वर्ष भयो। 72 वर्ष भयो। ए कति वर्ष लागेको थियो बन्न? यो बन्न 2 वर्ष। 2 वर्ष लाग्यो होइन? यो तल पनि छ, यहाँ जति देखिएको छ योभन्दा तल पनि छ? छैन छैन होइन? अनि यसको माथि पनि छ 3 तला। ए यो छानो चाहिँ के को हो? सिलेटको। सिलेटको होइन, सिलेट र माटोको। सिलेटमा। अनि गर्मी कतिको हुन्छ यसमा? गर्मी हुँदैन। गर्मी हुँदैन। गर्मी हुँदैन, ठन्डीमा जाडो हुन्छ। त्यो माटोले लिपेको। त्यो चाहिँ साह्रै राम्रो। तपाईँलाई शङ्का लाग्यो भन्दै जानुहोस् के शङ्का लाग्यो जस्तो मैले तपाईँ कुरा भन्न सक्दैन। साह्रै राम्रो लाग्यो। यस्तो हो। अब अहिले आजभोलि यस्तो घर देखिँदैन नि होइन? सहर बजारमा यस्ता खालका पुराना घरहरू देखिँदैन। अहिले सिलगढीमा पनि पछिल्लो समय बनेका घरहरू यस्ता घरहरू बनेका छैनन्। सबै नयाँ तरिकाका सिमेन्टेड घरहरू बन्न थाले। यी घरहरू लोप हुँदै जाँदैछन्। हजुर यो यहाँ जुन यो दरबार बनाउन आएका कालीगढ थिए, तिनै कालीगढले बनाएको हो? त्यो ग्रुपको वंशज यहाँ बसेको छ, त्यो ग्रुपले बनाएको। यो कति तला घर हो? यो 3 तला। यो 3 तला हो। ए भिलाई 1 तला गरे पनि 3 तला, 2 तला 2 तला होइन, भुइँ तला र पछि माथि 2 तला होइन? 3 तला। ए हुन्छ ल, यो घर यसो घुम्दै जाँदाखेरि राम्रो देख्यौँ र। सिलगढीको सबभन्दा ठुलो घर हो यो। उहाँहरु कहाँ बस्नुहुन्छ है माथि? ए हुन्छ हजुरको शुभ नाम? मेरो भगीरथ श्रेष्ठ। भगीरथ श्रेष्ठ होइन? ए रविन्द्र श्रेष्ठको को हजुर? को रविन्द्र श्रेष्ठ जिल्ला विकासमा थिए। त्यो मेरो आमाको माइती छोरा। उहाँहरूलाई राम्रो चिन्छौँ कि। ए तपाईँलाई जे शङ्का लागेको छ 100-150 वर्षको कहानी थाहा छ। होइन हामीले त्यति नै हो, धेरै पनि छैन, हामी धेरै जान्दैनौँ पनि होइन? ल यो घर देख्यौँ र तपाईँहरूसँग सानो कुराकानी गर्न मन लाग्यो। अहिले यति नै, धन्यवाद।